कविता वाचन गर्न गइरहेको छु। यो कविताको शीर्षक स्वर्ग पाउन हो। यो टीकाराम शर्मा पौडेलले लेख्नु भएको हो। यो मालिनी छन्दमा छ। वरपर सब जालो, थुमको पत्र कालो, पर पर पनि उस्तै, कोर बाक्लो तुवालो, सबतिर विष मात्रै, स्वच्छ हावा हरायो, किन अब धरतीमा प्राण बस्नै जरायो। चिरबिर चिडियाले आज बोल्नै सकेनन्, जल 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 भित्रै आज खेल्नै सकेनन्। रन बन हरियाली रङ्ग फेर्दैछ कैलो, किन नजर कुनाले मात्र देख्दैछ मैलो। वरिपरि छरिएका अङ्गले व्यङ्ग्य गर्छन्, ढलमल भल बग्दै उग्र दुर्गन्ध भर्छन्। विचलित मति बिग्रे स्वर्ग नै नर्क होला, यदि मनमति सप्रे मर्त्य नै स्वर्ग होला। अब सबजना भालो, चेतनाको रियालो, घर घर बलिराखोस् यो ननिम्ने उज्यालो। ठल जल नवजन्मै स्वच्छतामा रमाउन्, अनि पछि जुन पुस्ता आउनन् स्वर्ग पाउन्। धन्यवाद। धन्यवाद। उत्कृष्ट प्रस्तुति। अब कक्षा 1 अन्न